हेलो हेलो, आज दिक्षाको भान्सामा पाक्दैछ बफ हड्डी। हड्डी राम्ररी पखालेर राखे र नुन तेल मसला हालेर मेरिनेट गरेर राखे 10-15 मिनेट। यसरी राखे भने मासुमा मजाले नुन मसला पस्छ। यतिन्जेल मैले अदुवा लसुनको पेस्ट तयारी पारे, प्याज काटे, टमाटर पनि काटे र अब कुकर बसालेर तोरीको तेल हाले र ल्वाङ सुकुमेल पनि हालिदिए, साथैमा प्याज पनि हालेर हल्का खुराए र मासु पनि हालिदिए। मासु राम्ररी चलाएर एकछिन छोपिदिए र पाकेपछि या भुटेपछि मैले अदुवा लसुनको पेस्ट पनि हालिदिए र राम्ररी चलाएर छोपिदिए। छोपेर एकछिनमा मैले यतिको भए र मैले यसैमा टमाटर पनि मिसाइदिए र मजाले चलाएर टमाटरलाई ग्रेभी भइसकेपछि तातो पानी हालेर मैले सिटी लगाइदिए। 10 सिटी जति लगाइदिइसकेपछि हाम्रो 10 सिटी जति लगाएपछि चाहिँ मेरो यतिको भए मासु हड्डीबाट मासु छुटिसकेको छ। यो चाहिँ एकदमै टेस्टी मिठो हुन्छ है यो हड्डी चाहिँ। र रेडी भए मेरो खाना आजको खाना रेडी भइसकेको छ। अब हामी खाना थाल्छौँ। साइडमा दिदी पनि छ, तर दिदी भिडियोमा त्यति आउन मानेन, त्यसैले म एक्लै भिडियोमा आएँ। हड्डी मासुबाटै सुरु गरौँ न हैन। अनि एकदमै मिठो भएको छ, टेस्टी भएको छ। साथीहरू झरीमा यस्तै गरेर खानु होला तपाईहरु पनि। अनि मिठो हुन्छ। ल साथीहरू यस्तै छ आजको खानेकुरा। मेरो चाहिँ खाना यस्तो छ। डल्ले खुर्सानी हो, पिरो छ यो डल्ले खुर्सानी पनि। र हड्डी आज पानी परेको हुनाले हड्डी खान मन लाग्यो मलाई चाहिँ। यो हड्डीमा चाहिँ अरू चिज मिसाउँदाखेरि पनि हुन्छ, तर मलाई चाहिँ मिसाउन मन लागेन, भन्दा पनि भिजाउन भ्याइएन गेडागुडीहरू, त्यसैले मैले आज हड्डी मात्रै बनाएँ। साथीहरू आजको भिडियो यति नै। हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। मन परे लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। धन्यवाद छ हजुरहरूलाई।